हेलो हेलो गाइज यहाँ चाहिँ दुईटाको भर्सेस चल्दैछ यो हाम्रा क्रिस गेल हुन् भने यता उतापट्टिका जसित बुमरान क्रिस गेल भन्छन् म कति हजुरले कतिवटा छक्का हान्नुहुन्छ 10वटा रुक रुक कतिवटा बोल्ड हान्छस् कतिचोटि आउट गर्छस् 12 बलमा कतिचोटि आउट गर्छस् 12 बलमा दुईचोटि 10वटा छक्का हान्छु भन्नु है ल ओके रोक्ने नि हामी भिडियो हुँदै है जाने हो कि पर्सि स्कुल हो भोलि स्कुल हो भोलि म जान्ने स्कुल जानिन पो नि 10वटा छक्का ओ पहिलो बल बिट 10वटा होइन कि एक रन नि आएन छ कति घरि गएको बाबासित कि बस्नु ओ दोस्रो बल बिट अब ठाकुरलाई क्रिस गेललाई अझै 10वटा लगातार छक्का हान्नुपर्ने हुन्छ च्यालेन्ज जित्न हो भने होइन ठिक छ हाम्रो हानको सबै सरकारी हुन्छ टाकु तेरा ल्याइदिएको सरकारी सिस्टम गाइज हेरौ त हेरौ अब के हुन्छ बोल्ड हुन्छ सक्छ कि सायद ओ यो चाहिँ मिठो चौका आरामले क्रिस गेलले अब खाता खोल्न सफल भएका छन् 3 बलमा 4 रन हानेर आफूले क्रिस गेल छानेका छन् हेरौ त खै मेरो नाम राख्दैन एउटा क्रिस गेल हो के तपाई 4 बलमा 3 रन हानेका छन् अब हेरौँ कति रन हान्छ हजुर 3 बलमा 4 रन उत्कृष्ट खेल्न सफल छक्का त यही उडेर गयो नि बाटो कटाउनु छक्का चौका हान्नु बल्ल 3 बल खेल्नु हो 4 रन 3 बल 4 रनै पर्छ कति रन खान्छस् 12 बल ओ यो चाहिँ बिट बाउन्ड्री मात्र मानिन्छ कि र दौडेको मानिन्न यो चाहिँ बिट हो योर गर्दा हो भने चार बलमा 4 रन है 4 बलमा 4 रन